कुरा भन्ने हामीले महसुस गरेका छौं। कसैले के महसुस गरेको छ त्यो हामीलाई थाहा छैन। त्यसैले यहाँ सम्पूर्ण महानुभावहरू, मान्यज्यूहरू, मन्त्रीज्यूहरू, उपप्रधानमन्त्रीज्यू सबै आउनु भएको यस समारोहमा म यस नगरपालिकाको तर्फबाट के माग्न चाहन्छु भने यस क्षेत्रको विकासको निमित्त सबैले आफ्नो ठाउँबाट, मान्यज्यूहरूले आफ्नो ठाउँबाट, मन्त्रीज्यूले आफ्नो ठाउँबाट, उपप्रधानज्यूले आफ्नो तर्फबाट, उपप्रधानमन्त्रीज्यूले सकिने जति उपप्रधानमन्त्रीज्यूलाई के लाग्छ भने म शहरी विकास मन्त्री मात्रै भन्ने लाग्छ होला। हामीलाई त्यस्तो लागेको छैन। हामीले त यो देशको प्रधानमन्त्री नै हुन् भन्ने लागेको छ। प्रधानमन्त्रीको भनेको प्रधानमन्त्रीको तल्लो लेभलको मान्छे हुनुहुन्छ उहाँ। त्यसैले गर्दा हामी यहाँको समग्र विकासको निमित्त, यहाँका पुलहरूको निमित्त, यहाँका पुलिसहरूको निमित्त, यहाँका बाटाका निमित्त, यहाँको सहरको विकासको निमित्त, यहाँका भवनहरूको निमित्त, यहाँका विद्यालयहरूको निमित्त, यहाँका खानेपानीहरूको निमित्त हामी सबै कुरामा कमजोर छौँ र यो नगरपालिकालाई हजुरहरूले सहयोग गरेर यसलाई उचाइमा उठाइदिन हुन म विनम्र अनुरोध गर्दछु। र हामीले सके जति प्रयास गरिरहेका छौँ। 1 रुपियाँलाई पनि चुहिन नदिएर यस क्षेत्रको विकासको निमित्त हामी अहोरात्र खटिराखेका छौँ। तर हामीसँग यहाँलाई थाहा छ हाम्रो पालिका भर्खरै सुरु भएको पालिका, जहाँ हामीसँग करको दायरामा रकम छैन, कर नहुने ठाउँमा धेरै बजेट हुँदैन, माथिबाट आएको सङ्घीय बजेट पटक पटक कट्ने घट्ने केही न केही लफडा भइरहेको अवस्थामा हामी यहाँ विकास गरिरहेका छौँ। यसको निमित्त उपप्रधानमन्त्रीलाई म ध्यान आकर्षण गराउँछु, सरकारले पनि पटक पटक हामीले विनियोजन गरिसकेको रकम काट्दै 10% घटाउनु होला, 25% घटाउनु होला, 9% घटाउनु होला भनेर हामीले कसको बजेटलाई कटौती गर्ने? त्यो चाहिँ सोच्दै जनप्रतिनिधिहरूले गाडी पाउने, किनभने हामी जनताको नजिक हामी मात्र भएकोले गाडी हामी मात्रै पाउने हौँ। त्यसैले यहाँलाई मेरो विनम्र के भने सरकारले पनि, सङ्घीय सरकारले पनि यस्तो नगरिदियोस्। र अर्को प्रदेश सरकारले पनि बजेट विनियोजन गर्दा हामी धेरै कुरा गरिरहेका छौँ। मन्त्रीज्यूका वरिपरि मात्रै बजेट जान्छ, त्यहाँभन्दा अलि टाढा जाँदैन कि मन्त्री त्यो वरिपरिको मान्छेले मात्र बनाएका हुन्छ। हामीले पनि तपाईँलाई मत दिएको नि, समग्र नेपाली जनता, आसामी जनताले मत दिएको, सम्पूर्ण क्षेत्रको जनताहरूले मत दिएको हुनाले उहाँहरूले पनि कृपया यस्ता दूरदराजका अछाम जिल्लाको पूर्वीको सबभन्दा अन्तिम पालिका हो र असाध्यै चाहिँ विकट एरिया छ। यहाँका चाहिँ बाटाहरूको बारेमा हजुरलाई जानकारी गराउँ। ओइलेबरी बाटो 8 को 12 बाटो पुग्दैन, बाटो के अरे गाडी पुग्दैन, कालेगाडामा गाडी पुग्दैन, पुल्लेतलाको तुर्पनमा गाडी पुग्दैन, टोलीको केतुकालामा गाडी पुग्दैन। यस्ता अप्ठ्यारा अवस्थाहरू अहिले पनि यहाँ विद्यमान छन्। त्यसैले म यहाँलाई विनम्र अनुरोध गर्दै म पुनः यो सम्पूर्ण टिमलाई धन्यवाद का साथ कृतज्ञ हुँदै पुनः स्वागत गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, धन्यवाद।